बालेन कस्ता व्यक्ति हुन् त्यतातिर नजाउँ, तर अहिलेको अवस्थामा बालेनलाई मतदान गर्नु भनेको देशको अहित गर्नु, यति बुझ्नुहोस्। नबुझेको मान्छेहरूलाई बुझाइरहनु एउटा सचेत नागरिकको कर्तव्य हो। त्यही हैसियतले मैले तपाईँहरूलाई बुझाउने कोसिस गरिराखेको छु। जब हर्क र बालेनको तुलना गर्छु नि मैले, यो दुईटा चाहिँ एउटा रक्सी व्यापारी एउटा दुध व्यापारी जस्तै लाग्छ। जसरी दुध व्यापारी चाहिँ सेवाग्राहीको घर घरमा दुध पुर्याउनु जान्छन्, अनि सेवाग्राहीले चाहिँ अझ शुद्धतामाथि शङ्का गर्छन्, अनि सेवाग्राहीको शङ्कालाई चाहिँ प्रष्ट पारिसकेपछि बल्ल त्यो दुध बिक्री हुन्छ। अनि त्यो रक्सी व्यापारीको चाहिँ घर घर जाँदैन, रक्सी पसलमा गएर रक्सी किनिन्छ हामीले, होइन, मौसम अनुसार तातो चिसो आफ्नो हिसाबले गरिन्छ। अनि यो दुईटा पेयको तत्कालीन र दीर्घकालीन असर आफै बुझिहाल्नुहुन्छ है। अनि ठ्याक्कै त्यो ग्वालाले जस्तै कि हर्क साम्बाङ चाहिँ के अरे जनताको घर घर जाने, जनतालाई बुझाउने, अनि त्यसपछिबाट आफ्नो कार्यसूची यो हो, आफ्नो मार्ग के अरे यो मार्गचित्र यो हो, अनि जनताप्रति चाहिँ समर्पण देखाएर जनताको हरेक काममा तत्पर, जतिखेर पनि जनताको सेवामा तत्पर। त्यसले गर्दाखेरि बालेन चाहिँ शून्य छ, उसको कुनै एजेन्डै छैन, मार्गचित्र केही छैन, भोलिको कार्यसूची केही पनि छैन, लैबरीको भाकामा हिँडिराखेका छन्। अनि त्यो लैबरीको भाकामा शून्यमा हिँड्ने मान्छे भनेको चाहिँ नेपथ्यमा हिँड्नुपर्छ के छ, गन्तव्यहीन। अनि जब त्यो शून्यको कुइरीमण्डल त छैन केही यता न उता। त्यसले गर्दाखेरि कि सही मान्छे चिनेर मतदान गरौँ, अनि आफू र आफ्नो सन्तति अनि आफ्नो राष्ट्रको भविष्य सुनिश्चित गरौँ। अहिलेको अवस्थामा भनेको चाहिँ श्रम संस्कृतिलाई नै मतदान गरौँ, हर्कलाई नै मतदान गरौँ, माटोलाई नै मतदान गरौँ, हामी सबैको भविष्य सुनिश्चित गरौँ। लैबरीको भाकामा नलागौँ, यो मेरो अनुरोध, सबैले बुझौँ।